हेलो साथीहरू, वेलकम ब्याक टु माई न्यू ब्लग। साथीहरू, आज चाहिँ धेरै लामो समयपछि मलाई ब्लग गर्न मन लाग्यो, किनभने आज मेरो बुढो चाहिँ आउँदै हुनुहुन्छ क्रोएसियाबाट र उहाँलाई लिनको लागि चाहिँ हामी एयरपोर्टमा लिन जान गइरहेका छौँ साथीहरू। र हाम्रो एयरपोर्टसम्मको है हाम्रो ब्लग चाहिँ के कस्तो हुन्छ हेरेर साथ सपोर्ट गर्नुहोला साथीहरू। हेलो, कहाँ जाँदैछौ आज? भेना लिन जाँदैछु। बाबा लिन। भेनालाई वेलकम छ नेपालमा। ल यता हेर, मूल्याङ्कन कहाँ जाँदैछौ अरे तिमी? बाबालाई लिन कता? एयरपोर्टमा। हो र, बाबा आउँदै हुनुहुन्छ। ल गाइज रक हुनेछ आज रक। ल त्यहाँबाट यहाँबाट छिर्ने हो नि। छिर्ने कहाँबाट हो? यता यता पछाडि। ल यही रोक्नु यही। ल ल है भेना कहाँ निस्किनु भएको छ? अघि निस्किनु भएको होला खै। दिदी रेडी हुनुहुन्छ? ल ल दिदी जाँदै हुन्छ। खै भेना खै अनि बस्नु। भेना खोज्नु न, अगाडि जानु। भेना आउनुभयो। ल हिँडेन होइन जान ल ल ओहो यो ल ल दिदी भेनाको भेट भयो। ल संस्कारी मान्छे यस्तै त हो नि होइन? ल ल बब्बाल खै खदा त हातमा बोकिरहेको छौ। वेलकम टु नेपाल। ल बब्बाल ओहो खै योसम्म म पनि जान्छु। भेनालाई भेट्छु। यता ल है गाइज हामी अब यहाँबाट ठक्क निस्केको है। ल भेनालाई रिसिभ गरिसकेर टक्कसँगले म यहाँबाट निस्केको। हामी चाहिँ डाइरेक्ट एयरपोर्टबाट बुढालाई रिसिभ गरेर अल्कोप रेस्टुरेन्ट भन्ने ठाउँमा चाहिँ आइरहेछौँ है। ल फाइनली अल्कोप रेस्टुरेन्ट आइपुग्यौँ हामी चाहिँ। ल भेना चाहिँ कस्तो फिल भइरहेछ भनिदिनुहोस्। एकदम एक्साइटेड। ल कस्तो राम्रो, कति राम्रो भ्यू आएको नि यहाँबाट चाहिँ। यस्तो राम्रो छैन नि। राम ओ वाउ है यस्तो दामी। माथि बस्ने है, हेर्नुहोस् ल
ल ल फाइनली आइपुग्यो अल्को होटल जानु यहाँ यता ठुलोमा बस्ने कि ल अर्को रेस्टुरेन्टमा आएर हामी चाहिँ यो के भन्छ यो खानेकुराको नाम चाहिँ थाहा भएन होइन तर है अल आइटमवाला यो हामी ब्रेकफास्ट चाहिँ खान लागिरहेको छौँ साथीहरू है ल साथीहरू अघिको हाम्रो ग्रिल्ड प्लेटरदेखिको अब यो अर्को आइटम आइसकेको छ बर्गर र फर्स्ट टाइम चाहिँ एकदम यसरी गइरहेको छ साथीहरू ल बर्गर र स्यान्डविच हामी खान गइरहेको छौँ साथीहरू ल खानु सुरु गर्नु ल बर्गर खानु ल ल स्यान्डविच तपाईँले खानु ल त्यहाँ घिउ हुन्छ कि दही हुन्छ कि त्यही भएर तपाईँहरू खान्छ अन्त नि भयो भयो ल बब्बाल बब्बाल दामी आएको छ ल सिन भाइले चाहिँ बर्गर खान स्टार्ट गरिरहेको छ ल दिदी भेनाको प्यार साथी बल्ल आइपुग्यो होइन खोल्नु ल बाबाको लगेज भेनाले मलाई टक्क उताबाट जुत्ता लिएर आइदिनु भएछ क्रोसियाबाट भन्नु न क्रोसियाबाट बब्बा तल राख्दा कस्तो छ सेन्टेटिकमा खेल्ने भन्थ्योस् होइन र चाहिँ राम्रो लागेको जुत्ता सेन्टेटिकमा खेल्ने हो होइन हो र होइन हौ हुन्छ खेल्दाखेरि देख्नु न गाइस यहाँ के है भनेर भन्नु नमिल्ने होइन ओ ल है साथीहरू बुढोले चाहिँ मलाई आइफोन 17 प्रो म्याक्स गिफ्ट ल्याइदिनु भएको अरे है बाहिरबाट क्रोसियाबाट कस्तो छ है त साथीहरू म अनबक्सिङ गर्न गइरहेको छु आइफोन 17 प्रो म्याक्स थ्याङ्क यू सो मच बुढा फर आइफोन 17 प्रो म्याक्स साथीहरू यो चाहिँ माइत घरमा आएको आज ज्वाइँ पनि बाहिरबाट आउनु भएको अनि मेजमानको रूपमा गरेको भालेलाई बनाउँदै गरेको छ है साथीहरू यस्तै छ पारा है ल है खुट्टा भयो ल है हजुरहरू पनि भाले
रुचाउनुहुन्छ भाले खान मन पराउनुहुन्छ भने आउनुहोस् हाम्रो माइतघर भक्तपुरमा है त्यो चाहिँ छोरी ज्वाइँलाई चाहिँ राखिदिनु भएको अरे आमा बाबाहरूले भाइ बुहारीहरूले चाहिँ त्यस कारणले गर्दाखेरि छोरी ज्वाइँको मेजमा म आफै बनाउँदैछु है त साथीहरू ल आफै बनाउँदै हुनुहुन्छ कुखुरा के गर्नु हामीले बनाएर दिनुपर्ने होइन मम्मी होइन अब आफै बनाएर खानु पर्यो नि गाह्रो छ मम्मी दिदी कस्तो लागिरहेछ भनिदिनुहोस् न रमाइलो लागिरहेछ खुसी लागिरहेछ होइन हाम्रो लागि भनेर साँचेर राखिदिनु भएको रहेछ भाले है धेरै खुसी लागिरहेछ ल है आज चाहिँ टक्कसँगले सुप लाएर खाने हो लोकल भालेको सुप होइन यस्तै छ भन्नु पर्यो ल दिदीको माइत घरको भ्यू चाहिँ यस्तो छ है साथीहरू सबैजनाले हेरेर इन्जोय गरिदिनु होला है